हाई एभ्रिवान, अहिले म यहाँ माडीको एउटा भ्यू टावरमा छु हैन। माडीको सबै ठाउँ देखाउँछु तपाईलाई, सबै ठाउँ यति राम्रो राम्रो ठाउँ छ यहाँ घुम्ने ठाउँ, भ्यू टावर, लालमाटा अरु के बैकुण्ठ ताल छ, सबै देखाउँछु तपाईलाई हैन। अब अहिले हामी गइरहेछौँ भ्यू टावरमा। म रोहित ब्रो छ एउटा। हेलो ब्रो। हेलो रोहित ब्रो। यहाँको इन्भाइरोमेन्ट छ नि एकदमै कमालको, नेचर एकदमै ब्युटिफुल छ, एकदमै खतरनाक। आई लाइक। यहाँ गेट छ, इन्ट्री गेट। समय बिहान 9 बजेदेखि। माडी 6 मा पर्छ, माडी 6। यहाँ माथि जाउँ, हेरौँ भ्यू टावर, माथिबाट हेरौँ, पुरै भ्यू हेर्नु पर्यो कि। अनि यहाँ हेरौँ, कमाल। तपाईहरु ब्लगमा बनिराख्नुस्, सबै देखाउँछु माडीको जति छ नि खूबसूरतीहरु, ब्युटिफुल ठाउँहरु अनि सबै देखाउँछु तपाईलाई। वाउ, फ्लावरहरु कति राम्रो छ कि सबै चारैतिर। तपाईलाई एउटा डस्टबिनको त्यो मोडल देखाउँछु, खतरनाक डस्टबिन। या वाउ, यो पेंगिङ हैन ए ब्रो? पेंगिङ। ओ, डस्टबिनको मोडल बनाइदिएछ। हाउ मच पर पर्सन? खाली हेर्छ अनि अरू पनि हेराउँछु तपाईहरुले, सबै देखाउँछु, सबै कमालको बाटो हो कि, राम्रो एकदमै। अनि भ्यू टावर त्यहाँ छ, त्यहाँ माथि चढेर जंगल एरिया छ बढी, वातावरण एकदमै राम्रो छ कि, सुकुन एन्ड शान्ति छ पुरै, एकदमै गर्मी फिल भइरहेछ हैन, कोठामा बस्दा गर्मी फिल भइरहेछ। हो, कौन है सरकार, कौन हो? हो हो, नेपालको कम्युनिस्ट पार्टी। अनि त्यहाँ भ्यू टावरमा पनि देखाउँछु तपाईलाई, त्यहाँ गएर हैन। क्या तल स्पेशल छ त्यहाँ? त्यहाँनिर खोला छ, रोहितले भने खोला छ भने खोला छ, मान्नै पर्छ नभए नि मान्नुपर्छ। तर एक्चुअलीमा खोला छ, अहिले पानी आएको छैन। ब्रो हामीहरू जाउँ उता एक्सप्लोर गर्नु पर्यो उतातिर कि, जङ्गल एक्सप्लोर गर्दिने होइन, भ्यू एक्सप्लोर गर्ने, ठाउँ एक्सप्लोर गर्ने, नट अ बम एक्सप्लोर। बच्चाहरूको लागि खेल्न नै एकदमै राम्रो बनाइदिएछ यी, ब्युटिफुल छ। बाहिर नि एक्सर्साइज गर्नलाई छन्, उता माथि भ्यू टुवर छ, भ्यू टावरमा जाँदैछौँ हामी अब। वाउ, त्यसमाथि त एन्टिना वाइफाईको राखिदिएछ क्या हो। अब स्टेप पाइला चढेर माथि जाउँ, त्यहाँ गएर टावर 5G पकड्नु पर्यो, त्यहाँ टावर छ एउटा वाइफाईको। ब्रो भ्यू टावर ठ्याक्कै माथि आइज। पिङ खेल्ने नि छ क्या, पिङ्की पनि खेल्नुपर्छ क्या। ए यहाँ के झुला थियो क्या, के को हो र यो? हो वाउ, खतरनाक भ्यू, चारा पुरै माडी देखिरहेछ यहाँबाट, पुरै माडी। उति हेर्नु कि कस्तो त्यो बादलबाट अनि रेयर आइरहेछ। अब भ्यू मेन भ्यू टावरमा जानु पर्यो, क्यामेरा राख्छौँ यहाँ, क्यामेरा डिजिटल क्यामेरा, जति राम्रो खिचिन्छ खिच्छौँ ल, जे भयो नि हो। आज माथि जान्छु, माथिबाट खिच्छु अनि फोटो अति भ्यू देखाउँछु, त्यहाँबाट खतरा भ्यू देखिन्छ, पुरै पहाड कस्तो एकदमै बाँधे जस्तो हुन्छ नि, ड्याम जस्तो त्यसरी छ कि। अझै माथि जानु पर्यो, अझै हाम्रो बोरो मोबाइल खराब भएर फुक्दा हो यहाँदेखि मोबाइल बिग्रेको छ, त्यही भएर पानी पस्यो यसमा, पानी पर्दैन थियो नि त। छ्याद भगेले छ्याद, अब तू नभन्थे ऊ देखो पुरा पाहाड पुरा देखिरहने। एउटा राम्रो फोन थियो, त्यो फोटो खिचाउनलाई भनेको त या त ला फोनै खुल्या त आफै, पुरै पाट पुर्जै निकाल्दै, उसको त पाट निकाल्दा अन्त फोटै निकाल्दियो। दिला क्यामेराबाट फोटो खिचेको केही छ दे त साफ गर्ने। वाउ, कति खतरा भ्यू छ हेरौँ, कस्तो पहाड पुरै देखिरहेछ, कस्तो एकदमै ब्युटिफुल। हामी भ्यू टावरमा आएको थियो कि चिसो होला, हावा चल्यो होला, यहाँ भ्यू टावरमा आएर यति गर्मी छ कि नुहाइसक्यो पसिनाले, यति पसिना थियो। ए गर्मी चाहिँ धेरै कि, रमाइलो भइरहेछ, पसिनाले पुरै चारतिर यो कस्तो देखिरहेछ पुरै पसिनाको। भ्यू त तर राम्रो छ, गर्मी छ कि, टिना छ नि माथि, यी धेरै गर्मी छ कि। भ्यूहरू त राम्रो छ एकदम, फोटोसोटो खिच्ने ठाउँ पनि एकदम बेस्ट हो, राम्रो हो, तर गर्मी हो, गर्मीले गर्दा एकदमै गाह्रो भयो। जङ्गलतिर गएर अनि जङ्गलमा मङ्गल गर्नु पर्यो। हामीहरू घुमेर पसिना बगाइसक्यौँ, धेरै पसिना आइरहेको छैन कि, हावा यति पनि चलिरहेको छैन। तर यहाँ जङ्गलतिर जान्छु, यसो फ्रेस हावा आओस्, यानि कि फ्रेस हावा आउँछ कि। यहाँतिर छ पिकनिक स्पोर्ट्स यानि कि पिकनिक कमाउन सकिन्छ यतातिर। अनि कि तपाईँहरू आउनुभयो भने पिकनिक यहाँ खानासाना पकाएर खान सक्नुहुन्छ, यतातिर राम्रो भ्यू छ कि। अनि पुरै जङ्गल छ कि, जङ्गल, बाघ नि आउन सक्छ, जे नि आउन सक्छ, बाघ भालु अरू समथिङ जस्तो। यता हरिणहरू पनि हुन्छन्, हरिणहरू। खोला छ तर खोलामा पानी छैन, यहीँतिर होला, माथिबाट आउँदै होला कि, माथिबाट खोला होला। सब यो पुरानो एकदमै रुखहरू हो कि, पुरानो एकदमै। आप भी आ सकते हैं घुम्ने, जिसको नेचर से लभ है। हामीहरूले हाम्रो आफ्नो घर देख्नु भयो होला हैन, तर तपाईँलाई एकदम आर्किटेक्ट जस्तो कमिलाको घर देखाउँछु, कमिलाको कति खतरनाक बनाएको छ कि, एक तले दुई तले तीन तले, फेरि चारैतिरबाट छ कि, एकदमै दामी। यहाँबाट यहाँ पस्ने, यहाँ सानो पाल छ, यहाँ चारतिर कहाँबाट पस्ने चाहिँ ठाउँ छैन, थाहा छैन, तर भित्रबाट झन् एकदमै राम्रो लाग्छ, ब्युटिफुल होला। यिनीहरू सबभन्दा इन्जिनियर भनेको यिनीहरू नै हो, राम्रो इन्जिनियर।